कहिलेकाहीँ कुनै कुनै किताब यस्ता हुन्छन् नि जसले हाम्रो सोच्ने तरिका नै बदलिदिन्छन्। आज हामी यस्तै एउटा किताबको कुरा गर्दैछौँ जसले नेपालमा हजारौं पाठकहरूको मनमा एउटा गहिरो छाप छोडेको छ। किताबको नाम हो नीलो प्रेम। सुन्दा प्रेम कथा जस्तो लाग्छ, तर यो कुनै सामान्य रोमान्टिक कथा चाहिँ होइन। यो त आजको डिजिटल दुनियाँमा प्रेम र सम्बन्धहरू कति जटिल हुँदै गएका छन् भन्ने बारेको एउटा गहिरो कथा हो। त्यो पनि झण्डै 500 पेज लामो। र यसको क्रेज कस्तो थियो भने निस्केको 8 महिनामै 35,000 भन्दा बढी कपी बिक्यो। यसले त यसलाई नेपालको सबैभन्दा छिटो बिक्री हुने किताबहरूमध्ये एक बनाइदियो। त्यसो भए के कुराले यो किताबलाई यति खास बनायो त? नीलो प्रेममा त्यस्तो के जादु थियो जसले यति धेरै मान्छेको मन छोयो? ल, आज हामी यही कुरालाई अलि गहिरिएर हेर्नेछौँ। तर किताबको कथामा डुब्नुभन्दा पहिले यसका लेखकको बारेमा कुरा गरौँ न है, किनकि उहाँको आफ्नो कथा पनि किताबको कथाभन्दा कम रोचक र प्रेरणादायी छैन। पुरुषोत्तम बजगाई उहाँ कुनै चिनिएको साहित्यकार होइन। अचम्मको कुरा त के छ भने उहाँ त अमेरिकामा बस्ने एकजना कम्प्युटर साइन्स प्रोफेसनल हुनुहुन्छ। योभन्दा अगाडि उहाँले कुनै किताब लेख्नु भएको थिएन, तर उहाँसँग एउटा कथा थियो जुन उहाँ संसारलाई सुनाउन चाहनुहुन्थ्यो, जसरी भए पनि। उहाँको भनाइअनुसार अमेरिकामा बस्दा आफ्नो देशलाई एउटा बिल्कुलै नयाँ नजरले हेर्ने मौका मिल्यो रे। बाहिर बसेर नेपाललाई हेर्दा जुन फरक अनुभूति भयो, त्यही अनुभवलाई उहाँले आफ्नो किताबमा उतार्ने कोसिस गर्नुभएको छ। ल, अब लेखकको कुराबाट किताबतिर फर्कौं। मैले अघि भने जस्तै नीलो प्रेम एउटा प्रेम कथा त हो, तर सामान्य रोमान्सभन्दा धेरै परको कुरा हो। आखिर के हो त यो नीलो प्रेम भनेको? लेखकका अनुसार नीलो प्रेम भनेको अलि परिपक्व र वास्तविक प्रेम हो। यो फिल्ममा देखाइने जस्तो एकैछिनको आवेग, त्यो रातो रङको जस्तो आक्रामक प्रेम होइन। बरु यो त त्योभन्दा धेरै शान्त, शीतल तर उत्तिकै गहिरो र शक्तिशाली प्रेम हो। अनि यो नीलो रङको पनि यहाँ अनेक अर्थ लाग्छ। कहिले यो आकाशको खुलापन जनाउँछ, कहिले समुद्रको गहिराई, कहिले शान्ति र स्थिरताको प्रतीक बन्छ। यी सबै कुराले प्रेम कति जटिल र बहुआयामिक हुन्छ भन्ने देखाउँछ। यो किताबले आकाश र मञ्जरी नामका दुई पात्रहरूको कथा भन्छ। उनीहरू सँगसँगै हुर्कन्छन्, प्रेममा पर्छन् अनि जीवनका अनेकौं उतार चढावको सामना गर्छन्। उनीहरूको यो 16 वर्ष लामो यात्राको कथा सबैको जस्तै पनि लाग्छ, तर फेरि एकदमै व्यक्तिगत र गहिरो पनि छ। धेरै पाठकहरूले यो किताब मन पराउनुको एउटा मुख्य कारण नै यसको वास्तविकता हो। यसका पात्रहरू पर्फेक्ट छैनन्, उनीहरूले गल्ती गर्छन्, उनीहरूमा कमजोरीहरू छन्, तर यही कुराले गर्दा नै उनीहरू एकदमै वास्तविक र आफ्नै कथा हो कि क्या हो जस्तो लाग्छ। ल, हामीले लेखक र किताबको बारेमा त कुरा गर्यौं, अब अलिकति यसको समय र सन्दर्भको बारेमा कुरा गरौं। नीलो प्रेम वास्तवमा हाम्रो समयको एउटा ऐना हो। भनौं न, यो डिजिटल युगमा हुर्किरहेको प्रेमको कथा हो। नीलो प्रेमका पात्रहरू एक अर्कासँग कुरा गर्न, आफ्नो जीवनका क्षणहरू शेयर गर्न र सम्बन्धलाई जीवित राख्न सोशल मिडियाको खूब प्रयोग गर्छन्। तर उनीहरूले के पनि थाहा पाउँछन् भने कहिलेकाहीँ यही सोशल मिडिया नै झगडा र गलत बुझाइको कारण पनि बनिदिँदो रहेछ। यो एउटा यस्तो दुविधा हो जुन आज हामीमध्ये धेरैले सामना गरिरहेका छौं। टेक्नोलोजी प्रयोग गरेर सम्बन्ध कसरी बलियो बनाउने, तर त्यही टेक्नोलोजीले हामीलाई एकअर्काबाट टाढा पनि नबनाओस् भनेर के गर्ने? नीलो प्रेमले यसको कुनै सजिलो उत्तर त दिँदैन, तर यो विषयमा सोच्न भने पक्कै बाध्य बनाउँछ। लेखक, किताब र यसको समय, यी सबै कुरा गर्यौं। अब यसको मिशनको बारेमा कुरा गरौं। नीलो प्रेम केवल एउटा किताब मात्र होइन, यो त नेपालमा पढ्ने बानीलाई फेरि जगाउने एउटा ठूलो अभियानकै हिस्सा हो भन्दा फरक पर्दैन। लेखक बजगाई नेपालका युवाहरूलाई किताब पढ्नको लागि एकदमै प्रेरित गर्न चाहनुहुन्छ। उहाँलाई के लाग्छ भने व्यक्तिगत विकासको लागि होस् वा एउटा बलियो समाज बनाउनको लागि पढ्ने बानी एकदमै जरुरी छ। नीलो प्रेमलाई यति धेरैले मन पराउनुको अर्को कारण हो यसको एकदमै सरल भाषा। यो पढ्नलाई कुनै गाह्रो किताब होइन र यो जानी जानी नै यस्तो बनाइएको हो। लेखक यस्तो किताब लेख्न चाहनुहुन्थ्यो जुन सबैले, चाहे उनीहरू धेरै पढ्ने होस् वा नहोस्, सजिलैसँग बुझ्न र रमाउन सकुन्। अझ रमाइलो कुरा के छ भने लेखकले यो किताबमा आधारित केही छोटा फिल्महरू पनि बनाउनु भएको छ। उहाँको उद्देश्य यी फिल्महरू मार्फत अझ धेरै मानिसहरूसम्म पुग्ने र किताब पढ्नु पनि फिल्म हेर्नु जत्तिकै रमाइलो हुन सक्छ है भनेर देखाउनु हो। ल,
हामीले लेखक, किताब, यसको सन्दर्भ र अभियानको बारेमा त कुरा गर्यौं। अब अन्त्यमा यसको सार के हो त? नीलो प्रेम र यसका लेखकबाट हामीले के सिक्न सक्छौं होला? नीलो प्रेमको एउटा मुख्य सन्देश के हो भने, जबसम्म पात्रहरूले आफैलाई प्रेम गर्न सिक्दैनन्, तबसम्म उनीहरूले एकअर्कालाई पनि साँचो माया गर्न सक्दैनन्। यो एकदमै शक्तिशाली सन्देश हो र सायद यही भएर यो हरेक उमेरका पाठकहरूको मनमा बसेको छ। लेखक आफै पनि भन्नुहुन्छ कि उहाँले पैसा वा नामको लागि लेख्नुभएको होइन। उहाँको इच्छा केवल एउटा राम्रो कथा भन्ने र पाठकहरूसँग जोडिने थियो। र नीलो प्रेम मार्फत उहाँले ठ्याक्कै त्यही काम गर्नुभएको छ। उहाँले नेपाली लेखकहरूको एउटा नयाँ पुस्तालाई नै आफ्नो कथा संसारलाई सुनाउन प्रेरित गर्नुभएको छ। उहाँले के देखाइदिनु भएको छ भने सफल लेखक बन्नलाई कुनै साहित्यिक पृष्ठभूमि नै चाहिन्छ भन्ने छैन। त्यसो भए अन्त्यमा एउटा प्रश्न सोच्न मन लाग्यो। हामी सबैभित्र पनि त कुनै न कुनै कथा लुकेको होला, होइन र? त्यो कथा सुनाउने बेला कहिले आउँछ त? सायद पर्खिनु हुँदैन कि? कसलाई थाहा छ र हाम्रो कथाले कसलाई प्रेरित गर्छ?